धन्यवाद। हेर्नु त तोङबा चोक आइपुग्यो नि। झापाली होटलमा के खाने हो त? बाइक चाहिँ कहाँ राख्नु फेरि है? झापाली होटलमा के खाने हो भनेको? त्यही त भनेको, बाइक पार्किङ कहाँ छ? ल हामी आइपुग्यौँ हिले। हेर्नु न तोङबाको उयो छ अन्त, प्रतीक छ अन्त। जाउँ है बाटोतिर हेरौँ न अहिले। ल अब चाहिँ हामी तिनजुरेतर्फ। आई डोन्ट नो कस्तो एक्सपिरियन्स हुन्छ, तर अब आएको बेलामा यहाँसम्म त आइसकेको थिएँ होइन। यहाँबाट लगभग 50 किलोमिटर होला, 50 किलोमिटर जाउँ न त भनेर चाहिँ गएको। चिसो भयो त आम्मा। ल हेर्नुहोस् है हिले बजार। अब यो बाटो आइपुग्दा त सानो मिठो फिल भएन त हो। अब दुई भाइ जाने हो तिनझुरे। आम्मा बाटो त दामी। वाउ 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 नजारा त के भन्नु। अब अति सुन्दर नजारा अगाडि देखिँदैछ। आई होप कि तपाईँहरूले पनि क्यामेरामा हेर्दै हुनुहुन्छ अनि मसँगै यात्रा गरेको तपाईँहरूलाई आभास भइरहेको छ। सो अहिले चाहिँ म तपाईँहरूलाई तिनजुरे भन्ने ठाउँ लगेर जाँदैछु। तिनजुरे त पुगिन्छ केही समय पश्चात, तर यो क्रममा जाने क्रममा हेर्नुहोस् न यहाँ आम्मा हो मटर रोपाइ त के हो त। ल हामी एउटा बजार आइपुग्यौँ अनि यो बजारको नाम चाहिँ रहेछ सिन्धुवा बजार। सिन्धुवा बजार आइपुग्यौँ, सिन्धुवा बजार। छिया होइन हौ त, खाजा खानुपर्छ। थुक्पाहरू क्या हुन्छ नि, दामी हुन्छ नि थुक्पा। हेर्नु त खाजा घर हेर्नु न। सिन्धुवा बजार त आइपुग्यौँ, सिन्धुवा बजार आइपुग्यौँ। सिन्धुवा होटल एन्ड गेस्ट हाउस थिएछ नि त्यहाँ। कहाँ राख्नु बाइक फेरि? अब हामी लाग्ने बसन्तपुरतर्फ। बसन्तपुर तिनजुरे चढ्नुहोस् न। पसन्द अलिक सिधा पर्छ। ल हाल्यो क्यामेरा, सबै फोन सोन पनि हालियो। ल अब जाने हो सिधा सिधुवाबाट तिनजुरेतर्फ। यहाँबाट 15 किलोमिटर भन्दै हुनुहुन्छ, तर बसन्तपुर पुगेपछि चाहिँ अफ रोडिङ हुन्छ अरे। लेट्स सी कति टाइम लाग्छ। हामीले टार्गेट गरेको चाहिँ 8 थियो, 8 त यहीँ बज्यो। 9 बजी चाहिँ पुग्ने रहेछौँ हामी। तिनजुरे चाहिँ 11 बजेको टार्गेट छ फर्किने चाहिँ। अनि हामीलाई धरान पुग्नु 5 घन्टा लाग्यो भने पनि 4 बजीभित्रमा त हामी धरानमा हुन्छौँ। त्यस्तो प्लान छ, हेरौँ के हुन्छ है। प्लान अनुसारले त हतपत चिजहरू जाँदैन, गयो भने त राम्रो हुन्छ। ल यात्रा मिठो भइरहेको छ। स्पेसल्ली जुन कुराहरू मैले देखिरहेको छु, नजारा जुन देखिरहेको छु, द्याट इज अमेजिङली ब्युटिफुल। आई होप कि तपाईँहरूले पनि इन्जोय गर्दै हुनुहुन्छ है त।
गुराँसको राजधानी तिनजुरे सही मार्गमा छौँ है हामी। आछु जाडो पनि वेदर पनि खराब ब्याड लकै भयो हाम्रो चाहिँ। भनेको जस्तो भ्यू चाहिँ हेर्न पाउँछ जस्तो लागेन मलाई तिनजुरेको। यहाँ कन्फ्युज भयो त हौ ब्रो। दाहिने भन्दै थिएँ है, सोधौँ न है। तिनजुरे कता हो? ए ओके ओके। गुफा पोखरी 26 किलोमिटर। गुफा चुरचुरे 26 किलोमिटर। अग्नि परीक्षा अब सुरु हुने हो अफ रोडिङको। ओके हो रहेछ नि अब त अफ रहेछ। आम्मा हो चट्टान हेर्नु त ब्रो। आरआर पार्क अरे। गुराँसको जङ्गल माथि हाम्रो बाटो त ठुलो रहेछ नि त, तर अफ रोडै भयो भने बनाउँछ होला नि त कुनै दिन त होइन त। ए यसलाई तिनजुरे नै भन्छ। गुराँस फुलेको छैन रहेछ है? ए तिनजुरे हिँड्नुपर्छ यहाँबाट? हिँड्नुपर्छ अलिक माथि जानको लागि चाहिँ? हजुर हजुर। ए ल हामी तिनजुरे नै आइपुगेछौँ।